हेलो गाइज वेलकम टु आवर भ्लग है अनि अहिले हामी चाहिँ पशुपति घुम्न लागेको छौँ अनि को गएको छौँ भन्दा चाहिँ हेर्स आवर भान्जा हेलो दिदी हाम्रो लजावती फुल भन्दा नि बेसी लजाउने भान्जा है उहाँ चाहिँ यहाँ हुनुहुन्छ अनि हामी हिँड्दैछौँ हामीले तल पूजा गरेर अब फेरि हामी मासतिरतिर जाँदैछ मैले चाहिँ हामी मृग स्थलमा छौँ है गाइज अब हामीले मृगलाई देख्यौँ भने चाहिँ हजुरहरूलाई देखाउँला होइन देखेनौँ भने चाहिँ अब हामीले त कन्फर्मेसन स्योर लिन चाहिँ सकेनौँ कि तपाईँहरूलाई हामीले मृग देखाउँछौँ नै भनेर यहाँ यस्तो नेपालीभन्दा फरेनर बेसी है दिदी यति धेरै फरेनरहरू हुनुहुन्छ अझ तल क्या ग्याङ अफ के फरेनर्सहरूको सबजना हेरिरहेको छ अनि यस्तो छ गाइज होइन बाँदरजी हुनुहुन्थ्यो कहाँ जानुभयो यसो बाँदरजी आउनु भएको थियो अघि है होइन उहाँ चाहिँ राम्री भएको क्या गाइज ब्युटिफुल हुनुभएको अलिकति खाली ठाउँ पाए होइन फोटो खिचिदिनु अरे गाइज फोटो पोज गर्नु नि पोज तपाईँ पनि खिच्ने फोटो द रिजन हामीले लजालु भनेको ल हामी यो फेरि कन्टिन्यू गर्नेछौँ हाहा गाई अब हामी चाहिँ पशुपतिबाट फर्क्यौँ यहाँ सासपरान हुरुक्कै हुने गरी हिँडै छौँ होइन हिँडेर फाइनली हामी तेजविनायक चोक आइपुग्यौँ र हामी हाम्रो बहिनी ज्वाइँलाई सरप्राइज दिन जाँदैछौँ म चाहिँ यसो बाटोमा आउँदाखेरि एउटा बच्चाको कस्तो राम्रो साइकल जस्तो चलाउँदै रहेछ भाइ देऊ न भनेर मागेर चलाएको दि पनि हालो प्रगति यस्तो भयो लाउँछ माउनु दिदी पर्दैन हो देखाउँछु ए प्रगति सुगाले च्यात्यो ज्ञानु तर केही छैन गाइज त्यही पनि हामी खुसी छौँ कसैलाई बाटो बिर्सेर टेन्सन परिरहेछ गाइज उहाँ चाहिँ हाम्रो गाइड हो जसले बाटो नै बिर्सिनु भयो है हाम्रो टुरिस्ट गाइडले बाटै बिर्सिनु भयो गाइज हामी चाहिँ उहाँ पुगिसकेपछि सरप्राइज भन्छ भने रियाक्सन क्याप्चर गर्छौँ है त ल गाइज हामी चाहिँ पूजा गरेर फाइनली गाइज भिड खतरा छ गाइज है हामी गइ नसक्नु होइन तर हामी भित्र गएर दर्शन गरेर आयौँ अनि फुल लगाएर टिकी लगाएर आइसक्यौँ गाइजहरू हामी अब चाहिँ हामी फर्किन लागेको है मेरो दिदी यता हुनुहुन्छ भान्जा अगाडि हुनुहुन्छ हामी हिँड्दैछौँ अब हामी चन्दनको टिका लाउन जान्छौँ कति लजाका अरे हौ टिका लाउन धेर नबोल बिनातीसम्म जान्छ नि भिडियो धेर नबोल गाइज हामी चाहिँ फर्किँदैछौँ अब यतै बाहिर यो एरियामा छौँ अभिषेक हाई गाइज हाम्रो ब्युटिफुलले यहाँ चरीहरूलाई के खुवाउँदैछन् परेबा परेबी चखेबा चखेबी गाइज हाम्रो ब्युटिफुलले यहाँ चरीहरूलाई के खुवाउँदैछन् परेबा परेबी चखेबा चखेबी पर्न छ ए तर
गाइज हाम्रो ब्युटिफुलले यहाँ चरीहरूलाई के खुवाउँदैछिन्। परेबा परेबी चखेबा चखेबी